नेपालीहरूलाई खर्चको हिसाबै गर्न आउँदैन। मुटु सम्बन्धी नयाँ प्रेसरको भिडियोहरू बनायो, डक्टरहरूले औषधि बिकाउन भिडियो लेख्यो भनेर स्वास्थ्य सम्बन्धी चेतनाको गर्यो, यो यस्तो हो र त्यो त्यस्तो हो भने कमेन्टहरू के हो, कति सत्यता छ त? नमस्ते, म डाक्टर सुशील सिटौला। अस्ति ब्लड प्रेसरको औषधि बनाएपछि धेरैले तर्साउने अथवा बिग फार्माहरूको चाल भन्नुभयो, के त्यो वास्तविकता हो र? अब सामान्य रूपमा प्रेसरको एउटा औषधि एम्लोडिपिनको 5 रुपियाँ पर्छ भनेको महिनाको 150 रुपियाँ या 1 प्लेट मोमो जति। तपाईँको कोलेस्ट्रोलको औषधि रोसुभास्टाटिन भने सामान्य ब्रान्डको 10 रुपियाँ पर्छ या महिनाको 300 रुपियाँ, भनेको 2 प्लेट मोमो या 1 बट्टा चुरोट बराबर। र यदि तपाईँको अरू औषधिहरू कुनै हल्का महँगो औषधि थप्नुभयो भने 300-400 भन्दा बेसी जाँदैन, या तपाईँको 1 बोतल बियर बराबर। यो यसको बारेमा मैले पुरा डिटेलमा चाहिँ मेरो लतको ब्लगमा भनेको छु, लत र खर्चको, र तपाईँको दिमाग खर्चको हिसाबले कसरी झुक्किन्छ भनेर कृपया यो प्लेलिस्टमा गएर यो लत सम्बन्धी भिडियो पनि अवश्य हेर्नु होला। याद गर्नुहोस्, औषधि जुन त्यो रोसुभास्टाटिन छ नि, त्यसले करोडौँ मान्छेको ज्यान बचाएको छ। त्यो औषधि आविष्कार नहुने हो भने आधा जनसङ्ख्या 60 वर्षभन्दा माथि बाँच्न सक्दैनन्। त्यसलाई हार्ट एट्याक आउने, दिमागको स्ट्रोक या गम्भीर जटिलताले गर्दाखेरि भइहाल्छ। लत भनेको यति डरलाग्दो कुरा हो, एउटा मात्रै चुरोट दिनको कम खाइदिए तपाईँ मजाले प्रेसर र कोलेस्ट्रोलको औषधि धान्न सक्नुहुन्छ। महिनाको 2 बोतल मात्रै बियर कम खाइदिए तपाईँको प्रायः सिम्पल चेकअप या डक्टर भिजिटलाई पुग्छ। लत भनेको डरलाग्दो चिज हो। खर्च भन्दा नि प्रायः अवस्थामा यो कन्सपिरेसी भन्दा पनि तपाईँहरूको राम्रोको लागि गरिएको। त्यो लत सम्बन्धी समस्त भिडियोहरू हेर्नु होला, किनभने चिनीको लत र हिरोइन कोकेनको लत जब तपाईँको ब्रेनमा पुग्छ नि, मेकानिजम उस्तै हो र सेम नै हो। त्यही भएर षड्यन्त्र अथवा यताउता भन्नेतिर नलाग्नुहोस्। तपाईँको प्रेसरको औषधिले तपाईँको ज्यान बचाउँछ, तपाईँको कोलेस्ट्रोलको औषधिले तपाईँको ज्यान बचाउँछ, तपाईँको मुटुको औषधिले तपाईँको ज्यान बचाउँछ। षड्यन्त्र भनेर अनायकमा नपर्नुहोस्, औषधि चलाइहाल्नुहोस् है। धन्यवाद।